सिपलाई प्रयोग गरेर आफ्नो आम्दानी बढाउनुहोस् भन्न खोजेको क्या हामीले है। त्यही भएर यो कुरालाई ख्याल गरिदिनु होला। तपाईँ आफै पनि भन्नु न, एउटा छोरी मान्छेको व्यथा हेर्नुहोस् यहाँ, हेर्नु त, पछाडि घर बोकिएको छ, अगाडि बाबु, पछाडि नानी छ, आँखामा पनि पट्टी, मुखमा पनि पट्टी, खुट्टामा पनि साङ्लोले बाँधेको छ कि छैन? यो वास्तविक अवस्था छोरी मान्छेको हो कि होइन? हो नि। यो घर बलियो घर बोक्दै त होइन, उसले घर परिवार पनि हेर्न पर्यो, छोराछोरी पनि हेर्न पर्यो, आफूले केही देखेको कुरा बोल्न पाउँछ? बोल्न पनि पाउँदैन त्यहाँ होइन। अब आज यत्रो कार्यक्रममा आउनुभयो, आफ्नो स्कुल पढ्दाखेरिको साथी अथवा माइतीको कोही दाजुभाइ देखेर बोल्न थाल्नुहोस् त, तपाईभन्दा अगाडि तपाईँ घर समाचार पुछिया हुन्छ, तेरो बुहारी कहाँ गर्दै थियो, कोसँग बाटो मस्की गफ गर्दै थियो भनिदियो भने अनि सकिएन। हेर्नुहोस् त, छोरी मान्छेलाई जताततै हात उठाउने औँला उठाउने चलन छ भन्न खोजेको मात्र। आज त्यही छोरी मान्छे हेर्नुहोस्, घरमा सबैभन्दा पहिला उठ्ने पनि त्यही छोरी मान्छे हो कि होइन? सबैले खुवाएर बाँकी रहेको खाने पनि त्यही छोरी मान्छे हो कि होइन? बेलुका पनि खुवाएर बाँकी रहेर झ्याल ढोका ठिक लागेको छ कि छैन चेक गरेर सुति पनि त्यही छोरी मान्छे हो कि होइन? हो नि त होइन? उनीहरूलाई ज्वरो आयो, टाउको दुख्ने, रातभरि नदी जाइकन बस्ने, मलमपट्टि गरेर बस्ने पनि त्यही छोरी मान्छे हो कि होइन? हो नि त होइन? उनीहरूको गुमुती लिएर कपडा सबै धोइदिने छोरी मान्छे हो कि होइन? त्यत्रो गर्नुभएको तपाईँलाई यसपालि चाहिँ हजुरको श्रीमानले बुढी यत्रो दुःख बिहा गरेर यत्रो वर्ष भयो, तिमीले यत्रो दुःख गरेर बस्यौ, अब मैले काहीँ पनि लानु पाएको थिएन, अब यो 83 साल वैशाखमा चाहिँ हामी इलाम घुम्न जाने है भन्नुभएको हो। उहाँलाई त भन्नुभएको रहेछ, कमाएर आएर उहाँलाई भन्नुभएको रहेछ होइन। तर अझै कामसँग हेर्ने हो भने छैन त्यो भन्ने चलन पार्नु खोजेको मात्र। अब छोराछोरीलाई त्यत्रो हेरेर चाहिँ तपाईँले छोराछोरीले चाहिँ त्यत्रो पढाउनु भए, कुनै दिन बिदाको दिन मामु म हजुरलाई पकाएर खुवाउँछु नि भन्नुभएको, त्यो पनि छैन। भनेपछि किन हो त? आज त्यत्रो दुःख गर्दा पनि भएको छैन, यता दुःख गरेर छोराछोरी पढाउँदै पनि भएको, श्रीमानलाई हेर्दा पनि भएको नि। किन भन्दाखेरि तपाईँले घाँस काट्न जानुहुन्छ, खाना पकाउनुहुन्छ, कपडा पकाउनुहुन्छ, धुनुहुन्छ, त्यहाँबाट पैसा आउँछ? आउँदैन। पैसा नआएपछि त, पैसा नभएपछि कसैले नगर्ने कारण नै त्यही हो। त्यही भएर यो समाजमा नारी पुरुष एकै रथको दुई पाङ्ग्रा हुन पनि छोरी मान्छे कमाउन सिक्नुपर्छ क्या। एकातिर दुःख गरेर पनि छैन, अनि अर्कोतिर छोरी मान्छेको दुःख बुझ्ने चलन पनि छैन क्या। कहिलेकाहीँ श्रीमान एकदम थाकेर आउनु भएको हुन्छ, अनि हजुरले त घरमा जे छ त्यही पकाइदिनुहुन्छ होइन? अनि आज त अलिकति यसो मिठो मसिनो पकाइदियो भने त मलाई कस्तै थकाइ लागेको थियो भन्दाखेरि के भन्नुहुन्छ? मिठो खाना त ल्याइदिनु पऱ्यो नि भनेर त्यो मुख चाहिँ फेरि छुच्चो हुन जाने होइन? आज यत्रो थकाइ लागेछ, बरु मैले यसो बचत गरेर राखेको थिएँ, कहिले त्यो प्रोत्साहन रकम जितेको पैसा पनि त हुन्छ नि होइन र? उसलाई मासु मनपर्छ कि यसो मिठाई मनपर्छ, लएर टक्क पकाइदिनु भने के हुन्थ्यो? कहाँबाट ल्याएको थियो भन्दाखेरि त्यो समूहमा बसेको थियो, अस्ति पुरस्कार पाएको पैसा थियो त्यहीँबाट ल्याएको भनेपछि माया प्रेम पनि बढ्यो कि बढेन? बढ्यो नि त हो। त्यही भएर त्यो तीजमा चाहिँ मैले दुःख पाएँ भनेर गीत गाएर सुख पाइनेवाला छैन, नारी दिवसमा गएर महिलालाई अधिकारले सम्पत्तिले भनेर उफ्रेर पनि सुख पाइनेवाला छैन। जबसम्म तपाईँ आफै आत्मनिर्भर बन्नेवाला छैन, तपाईँले कसैको माया पनि पाउन सक्नुहुन्न। तपाईँले हेर्नुहोस्, गाउँ घरमा पनि देख्नुहुन्छ नि त, पैसा कमाउने मान्छेको पछि लाग्ने मान्छे कति हुन्छ, पैसा नहुने मान्छेले राम्रै कुरा भनेछ भने के भन्छ? बहुलाएछ भन्छ कि भन्दैन? त्यही भएर भन्छ नि, खल्ती बढी चल्तीको गाडी खाली खल्ती, गल्ती नै गल्ती। आज छोरी मान्छेको गल्ती नै गल्ती भएको कारण के हो त? त्यही पैसा नभएर हो के हो। त्यही भएर भन्छ नि त, छ मनी सबैको हुने, छैन मनी सबैको बैगुनी। आज छोरी मान्छे सबैको बैगुनी भयो के को? बाबामाले नि त्यत्रो दुःख गरेर बिहा गरेर त्यहाँ छोरीले घर गरेर खान सकेन भने बाबामा नि कराउने, श्रीमान पनि कराउने, छोराछोरी कमाउने भने के हुन्छ? अन्तिममा पासो लगाउनु बाहेक के उपाय हुन्छ? हो। त्यही भएर समयमा यस्ता कुरालाई चाहिँ हजुरहरूले ख्याल गरिदिनुहोस् भन्नु खोजेको। र यति महत्त्वपूर्ण कुरा, जुन कुरा पैसा बिना चल्दैन, त्यसको बारेमा घर परिवारमा छलफल हुन्छ? हुँदैन। हेर्नुहोस्, उहाँ बेटा छोराछोरी आएछ भने पनि बुढाबुढीको कस्तो गफ हुन्छ त? अब छोरा हुने कि छोरी हुने हो, बुढी कस्तो मरिमरि काम गरेको छु, खर्च पनि त्यति गरेर छैन, पैसा जोगिया छैन, भोलि हस्पिटललाई लानु पऱ्यो भने के गर्ने होला भनेपछि के गर्ने त? त्यो बेटा भएको बच्चाले के बुझ्छ? मेरो बाबासँग त पैसा रहन्छ, जाउँ कि नजाउँ भनेर त्यही कन्फ्युज हुन्छ हेर्नुहोस् है। अनि फेरि छोराछोरी जन्मिसकेपछि बाबाआमाको पैसाको कुरा भयो भने छोराछोरी टुप्लुक्क हामी मुखै बन्द हुन्छ। छोराछोरीको अगाडि पैसा कुरा गर्नुहुन्न है, छोराछोरी त बिग्रिन्छ भनेर त्यहाँ कुरा गर्न थाल्नुहुन्छ। फेरि मनमा चाहिँ लोभ के हुन्छ? तिनै छोराछोरी ठुलो भएर हामीलाई पाल्दै हुन्थ्यो भन्ने चाहना चाहिँ छ कि छैन? अनि चाहना हुने पैसाको बारेमा छोराछोरीलाई महत्त्वै नबुझाएपछि त उसले बोल्ने बित्तिकै चक्लेट माग्ने, चाउचाउ माग्ने, चिज माग्ने कारणै त्यही त हो नि। तर त्यही भएर पैसालाई चिनाइदिनु भयो भने त पैसा कमाउनु त मेहनत गर्नु पर्दैछ, जथाभावी खर्च गर्नुहुन्न भनेर भोलिपछि मामाले जाँदा पैसा दिएछ भने नि मामु यो पैसा राखिदिनुहोस्, म त ठुलो भएर पैसा मलाई पढ्नलाई, मलाई साइकल किन्नलाई अथवा मोटरसाइकल किन्नलाई त्यो पैसा पुग्छ भन्ने ज्ञान आउँछ त होइन? त्यो कुरा परिवारमा पनि नपढाउने। अनि हामी चाहिँ छोराछोरी ज्ञानी हुन्छ भनेर स्कुलमा अझ बोर्डिङ स्कुलमा पढाउँछौँ, पढाउँदैनौँ? स्कुल कलेजमा पढाएको छौँ, त्यो स्कुल कलेजको किताबमा हेर्नुहोस् एउटा अक्षर पनि पैसाको बारेमा छैन।
खालि कथा कविता केले भरिदिएको छ थाहा छैन, अनि डिग्री नै पास गरेर जानुभएछ नि तपाईँलाई काम गरेको अनुभव छ यो सम्बन्धी थाहा छ भन्दा थाहा छैन भन्नुपर्छ। ल त्यसपछि तपाईँलाई हाम्रो कम्पनीमा काम छैन भनेर फिर्ता हुनु परेको अवस्था पनि छ क्या। अनि त्यो स्कुलले किन त्यस्तो गर्यो त भन्दा स्कुलले पढाइदिएछ के छ, ए फर एप्पल बी फर बल भनेर पढाइदिए, जिन्दगी पनि त्यो बल भकुण्ड जस्तो भएर उसले नि लाताले हान्दैछ उसले नि लाताले हान्दैछ, यता गुड्ने उता गुड्ने बाहेक के पनि काम भएन। अब त्यसमाथि फेरि स्कुलमा अर्को पढाइ के हुन्छ, कबाट कछुवा भन्ने पढाइ हुन्छ। अनि जिन्दगीभर कछुवा जस्तो भएर जतिसुकै पढे पनि जागिर खोज्न गए पनि हिँड्या त्यो आफ्नो लक्ष्यमा पुग्नै सकेको छैन। जागिर खोज्दा खोज्दा उमेर सकेको सुत्ता थाहा छैन के हो। त्यही भएर हामीले हजुरहरूलाई पढाउनु खोजेको कुरा अहिलेको शिक्षा भनेको व्यवहारिक हुनुपर्छ भन्नु खोजेको। तपाईँलाई पनि थाहा छ, पहिला पहिला गाउँघरमा भैँसी बिहा पनि बेगौती बाँड्न लाने, आफन्त छरछिमेकीमा बाँडिन्थ्यो, सागसब्जी बाँडिन्थ्यो, फलफुल बाँडिन्थ्यो। अहिले त्यो बाँड्छन्, त्यो चलन हराउँदै गइसक्यो। किनभने अहिलेको दुनियाँ भनेको व्यवहारिक होइन व्यावसायिक भइसक्यो क्या। जोसँग नाफा बढी हुन्छ त्यस्तैसँग सम्बन्ध गाँच्छ। त्यही भएर समय अनुसार चल्न पर्छ भनेर हजुरहरूलाई यस्तो भेलामा बोलाएर हामीले हजुरहरूलाई बुझाउन खोजेको कुरा चाहिँ के भने कबाट कछुवा होइन, कबाट कमाउनुपर्छ अनि बल्ल खबाट खान पाइन्छ, अनि गबाट गाडी पनि चढ्न पाइयो, अनि घबाट घर पनि बनाउन सक्यो, अनि नाका थोप्ले नाकमा कानमा गलामा कता कता गहना जोड्न पाइयो। त्यसको लागि कमाउनुपर्छ भन्ने व्यवहारिक शिक्षाको हामीलाई आवश्यकता छ भन्नु खोजेको मात्र होइन। त्यसमाथि ए फर एप्पल मात्र पढेर भएन, त्यो एप्पल खानालाई के चाहियो, पैसा चाहियो। त्यसको लागि के गर्नु पर्यो, बी फर बिजनेस व्यापार गर्नु पर्यो। अनि फुची स्याउ खाने हो कि मुस्ताङ्गी स्याउ खाने हो कि कताको स्याउ खाने हो, छानी खान पाइन्छ भन्ने अब व्यवहारिक ज्ञान दिन पनि जरुरी छ। होइन भने यो समाजमा परिवर्तन आउनेवाला छैन भन्नु खोजेको। किन भन्दा पैसा नै आदत, पैसा नै औकात, पैसा नै इज्जत ताकत, पैसा भए सबैको साथ, पैसा नभए आफ्नोको पनि लाभ, पैसा बिना बाँच्न गाह्रो छ मान्छेको जात हो कि होइन, हो नि त होइन हो। यो कुरा सिकाउने शिक्षालाई चाहिँ के भन्छ भने वित्तीय साक्षरता भन्छ। तपाईँ जतिसुकै पढे लेखेको भए पनि यदि पैसा चलाउने ज्ञान छैन भने तपाईँले सुख कहिले पनि पाउन सक्नुहुन्न है। आज जतिसुकै पढेको मान्छे होस्, नपढेको मान्छे होस्, छोरा मान्छे होस्, छोरी मान्छे होस्, वृद्ध होस्, चाहे बच्चा केटाकेटी सबैलाई आवश्यक शिक्षा भनेको नै वित्तीय साक्षरता। पैसालाई कसरी चलाउने, पैसाको व्यवस्थापन कसरी गर्ने, पैसालाई कसरी बढाउने भन्ने ज्ञानले केले दिन्छ त, यो वित्तीय साक्षरताले दिन्छ। त्यही भएर हामीले यो वित्तीय साक्षरतासम्म ज्ञान लिनुपर्छ भन्नु खोज्छु। आज यही ज्ञानको कमीमा हाम्रो देशबाट हेर्नुहोस् त हरेक महिना 60 देखि 65 हजार हाम्रा दाजुभाइ दिदीबहिनीहरू विदेशिएका छन्। महिना पछि त्यति गएका छन्। अहिले 44 लाख भन्दा बढी हाम्रा काम गर्न सक्ने युवा शक्ति विदेशमा छन्। तिनीहरूको घरमा खुसी छाउनु पर्थ्यो कि पर्दैन थियो। आज विदेशमा पठाएको दाजुभाइ दिदीबहिनीले पठाएको पैसाको रेमिटान्सले देश चलेको छ, तर त्यो परिवार चल्न सकेको छैन। आज हेर्नुहोस् त तपाईँले सुन्नुभयो होला, अधिकांश हाम्रा दाजुभाइ जाने भनेको अरब मुलुक हो कि होइन। अरबमा जाँदा चाहिँ कोही जापान अमेरिका युरोप पनि गएका छन्, त्यो थोरै छन्। अहिले अमेरिका इरान इजरायलको युद्ध चले, इरानले के गरेछ, उता दुबईमा पनि हाल्न थालेछ, उता सौदीमा नि हाल्न थालेको छ। अनि त तपाईँ हाम्रो गाउँघरबाट पनि कतिजना गएकोलाई मन्त्रालयमा भएको छ कि छैन। अहिले दुबईमा 7जना नेपाली घाइते भनेर आएको छ। आफ्नै सन्तान पऱ्यो कि आफ्नै आफन्त पऱ्यो भने पिर छ कि छैन। हो त्यस्तो पिरमा बाँच्न नपरोस्, यही देशमा नुनदेखि सुनसम्म यहीँ फलाउन सकिन्छ। तर यहाँ मेहनत गर्ने, खर्च गर्ने बानीले गर्दाखेरि मात्र मान्छेले जोगाउन नसक्या हो है। त्यही भएर त्यो मरुभूमिलाई हराभरा बनाउन सकेन भने त हाम्रो देश त कृषि प्रधान देश हो। हामीलाई कृषि प्रधान देशमा बसेका छौँ। तपाईँहरू आफैलाई कुनै चामल उत्पादन गर्न सक्नु भएको छ, तरकारी उत्पादन गर्न सक्नु भएको छ, खसी बोका उत्पादन गर्न सकेका छौँ छैन भनेपछि हेर्नुहोस् त त्यसको सम्भावना त यहाँ छ नि। आज इन्डियाबाट चामल आउनुपर्छ, बङ्गलादेशबाट दाल आउनुपर्छ, चाइनाबाट खसी बोका नआएर हामीले चाहिँ खाने ठाउँ पनि छैन हेर्नुहोस् त। भनेपछि त्यो गरे पनि त यहाँ रहेछ नि। आज 40 लाख हेक्टर जमिन नेपालीको बाँझो छ क्या। भन्ने बेलामा चाहिँ नेपाल कृषि प्रधान देशमा आफैले उत्पादन गरेर आफैले उत्पादन गर्न सके छैन। अनि भोलि गएर तपाईँले पैसा कमाउनु भएछ भने किनेर ल्याउनु पर्यो। त्यो पैसा त नेपाली पैसा त चल्दैन, डलरमा किनेर ल्याउनु पर्यो। डलरको मूल्य र नेपालीको मूल्य हेर्नुहोस् त कति फरक छ। अनि सधैँभरि अर्काको दास भएर बस्नु परेको कारण पनि त्यही हो कि। एकातिर यस्तो अवस्था छ भने अर्कोतिर हेऱ्यो भने फेरि मलाई गाली नगर्नु होला। पूर्व बेचीदेखि पश्चिम महाकालीसम्म जाँदाखेरि हामीले देखेको घटना हजुरलाई भन्न लागेको मात्र, बुझाउन खोजेको मात्र। आज यो घर परिवारको दुःख देखेर हाम्रा दाजुभाइहरू घरमा भएका बुढाबुढी भएका बाबुआमा छोडेर जानुभएको छ। भर्खर जन्मेका छोराछोरी छोडेर जानु भएको छ। कसैले चाहिँ भर्खर बिहा गरेको श्रीमती छोडेर जानु भएको छ। किन? त्यो परिवारलाई सुख दिन्छु भनेर जानु भएको हो कि होइन। अनि 17 गएर 17-18 घन्टा चाहिँ दिनमा काम गर्नु भएको छ। त्यो घाम पानी केही नबनिकन 100 तला 200 तला माथि गएर काम गर्नु भएको छ होइन। अनि त्यो काम गर्दा गर्दै घर परिवारको याद आउँला। मेरो घरमा चाहिँ बुढा भएको बाबामा छ, भर्खर बिहा गरेको श्रीमती छ, त्यो म त ऋण लिएर आएको छु, साउले आएर कति करायो होला, के खायो होला भने पिर भयो भने के हुन्छ
अनि सुतेको हटाएको हुने कारण त्यही हो। मेसिनले हात काट्यो खुट्टा काट्यो भएर अपाङ्ग भएर आउनु परेको कारण पनि त त्यही त हो नि होइन र हो। भोलि त्यस्तो दिन नआओस्, यही केही गर्नुहोस् भनेर हामीले तपाईँलाई तालिम पनि हेर्नुहोस् त, हामीले यो सिटिभिटी जस्तो छिमेकी एकाडेमी भनेर खोलेका छौँ। त्यहाँ 3 महिना हामीले चाहिँ तालिम दिने, तालिममा चाहिँ खाने बस्ने सबै सुविधा ब्याङ्कले दिने। त्यो तालिम लिइसकेपछि रोजगारी पनि ब्याङ्कले नै दिने भनेर हामीले 50 जनाका नाम टिपेका थियौँ। अनि घरमा त्यो 3 महिनाको बिचमा 4 चोटि आउनेलाई बाटो खर्च पनि दिने भनेर नाम टिपाएको त्यो प्लम्बरको थियो। त्यो 3 महिना तालिम सकिने बेलासम्म 4 जना पनि बस्नु भएन हेर्नुहोस् त। अनि कसरी मान्छेले सिकाउनु खोज्दा उता पनि नबस्ने अनि यहाँ पनि नबस्ने, अनि विदेशमा गएर मरिमरि काम गर्नुभएको, अनि त्यहाँ गएर के गर्नुपर्छ, साथीभाइहरू एकै ठाउँमा बस्दिनु भएको छ, अनि खानेकुरा सस्तो पर्छ, कोठा भाडा सस्तो पर्छ भनेर अनि पैसा पनि साथीभाइ मिली एकमुष्ट पठाइदिनु भएको। अनि यता पैसा पठाइदिएपछि फेरि हाम्रो दिदीबहिनीले निन्द्रा लागि छुट्यायो। मेरो बुढो त यत्रो पैसा कमाउने भयो, के को यहाँ घाँस काटेर बस्नेर गोबर सोरेर बस्छु, हिँड्छु म पनि बजार भन्ने सोचमा आउँछ। अनि बेलुका बुढाको फोन आउने त बहाना त बनाउनु पर्यो। हेर बुढा, विदेशमा गएर यति दुःख गरेका छौ, यो गाउँमा त एउटा स्कुल पनि गतिलो छैन भने छोराछोरीको भविष्य नै बिग्रिने भयो। म त्यसो बजार गएर एउटा कोठा हेरेर छोराछोरीलाई उतै पढाउने विचार गरेँ भनेपछि के गर्ने? दुःख गरे उनीहरूको लागि हो, जाऊ भन्नु पऱ्यो कि परेन? जाऊ यसो। अनि शनिबार बेलामा चाहिँ बाबालाई गएर भेट, नुन तेल सकेला, औषधि मूल्य सकेला, हेरविचार गर नि भन्नुहुन्छ। हस् भनेर झर्नुहुन्छ। अनि बजार झर्ने बित्तिकै छोराको स्कुल खोजिन्न कि, छोराको स्कुलमा जाँदा नि त राम्रै बनेर जानु पऱ्यो नि त होइन। अनि त्यसको लागि आफैलाई खोज्ने हो पहिला। अनि आफूलाई के खोज्नु पऱ्यो? अब गाउँमा बस्दा धोती कुर्ता लाएर बस्ने दिदीबहिनीहरू बजार झर्ने बित्तिकै धोती कुर्ता लाउँछन् र लाउँदैन। त्यहाँ के लाउनुपर्छ? प्यान्ट लाउनुपर्छ, टी सर्ट लाउनुपर्छ। फेरि त्यो नराम्रो त होइन, कपडै हो होइन। अब कस्तो फेरि प्यान्ट लगाइदिनुहुन्छ त? यहाँ बिरालोले कोपर दियो कि भालु आएर पाल पर्दा थाहा हुन्न, त्यस्तो प्यान्ट लाउनु पऱ्यो होइन। अनि दोस्रो परिवर्तन केमा हुन्छ? कपालमा भयो। अब गाउँमा बस्दा कालो कपाल तोरीको तेल लाउँदा कति राम्रो देखिन्थ्यो, त्यही कपाल बजार झर्ने बित्तिकै रातो हुन्छ कि खैरो हुन्छ कि सेतो हुन्छ त्यो पनि थाहा हुँदैन है। अनि उहाँ दुःख गरेर पैसा कमाउँछ, त्यो श्रीमतीले यता घरमा चुलोमा आगो पनि बाल्दैन, ग्यास पनि बाल्दैन, सबै पैसा हुन्छ रेस्टुरेन्टबाट मोमो ल्याउने, चाउमिन ल्याउने, बर्गर ल्याउने, त्यही खाने होइन। अनि साथीभाइ विदेशमा भएपछि फेरि के हुन्छ? साथी सङ्गति बजार आएपछि त्यस्तै हुन्छ। अनि तेरो त बुढा विदेशमा भने होइन, यो के टुकटुकै मोबाइलबाट बोकेर बस्यो, अहिले त इमो मेसेन्जरबाट हेरी कुरा गर्न मिल्छ नि, मगाएर तेरो बुढालाई पैसा भन्छ। बिचरा बुढासँग पैसा छ कि छैन मतलब पनि हुँदैन। फेरि बेलुका बुढाको फोन आउने बित्तिकै तेरो बुढा तिम्रो देख्न नपाएको त 2 वर्ष भएपछि मैले तिम्रो अनुहार हेरी बन्छ कि क्या? अनि त्यो इमाको पेन्सनमा के भनेर ढाँगो छोडेर रहेछ के गरिदिने? अब हुन पनि हो, आफू आएको पनि 1-1.5 वर्ष भइसक्यो, बुढीको अनुहार देख्न पाइए छैन, छोराछोरीको अनुहार देख्न पाइए छैन, बाबाको अनुहार देख्न पाइए छैन। अब ठुलो मोबाइल किने पैसा पठाइदियो भने त बाबामाको अनुहार नि देखियो, छोराछोरीको पनि देखियो, श्रीमतीको पनि देख्न पाइयो भनेर अनि खाइ नखाइ गएर एउटा ठुलो मोबाइल किने पैसा पठाइदियो। अनि यता मोबाइल किनेपछि अनि यहाँ ड्युटी फेरि अर्कै सुरु हुन्छ हेर्नुहोस्। अब विदेश गएको बुढालाई त सधैँभरि बुढीसँग गफ पनि फुर्सद त हुँदैन। अब बेला बेलामा यसो फुर्सद भएर कुराकानी गर्ने हो। अनि यता बुढीले के गर्छ नि, टिकटक पनि खोल्ने, फेसबुक पनि खोल्ने, व्हाट्सएप पनि खोल्ने, इन्स्टा पनि खोल्ने। अनि साथीभाइ बटुल्दै गयो। अनि त्यसपछि त सिन्दुर नहाली बुढा पनि मोबाइलमा भरिन थाल्छ। अनि रातभरि उसैसँग च्याटिङ, डेटिङ, सेटिङ सबै चल्यो। अनि बिहानभरि सुत्यो होइन, बिहानभरि सुत्यो। अनि छोराछोरी गएर मम्मी उठ्नु न, स्कुल जान ढिला भनेर उठाउनु पऱ्यो होइन त। अनि उठ्यो, हाई गरेर उठ्यो, त्यो चिया र बिस्कुट खाएर छोराछोरीलाई लहट्यो। अनि 12-1 बजे आफ्नै फुर्सदमा यहाँ कपाल भिजायो, कानमा इयरफोन राख्यो, एउटा हातमा टिफिन, एउटा हातमा चाहिँ मोबाइलमा चाहिँ छोरालाई खाना पनि नलाएर लस्की हिँडेका छन् हेर्नुहोस् त। अनि पछाडि गाडी आएर हर्न बजाए पनि सुन्दैन। अनि खलासी गरेर दिदी हर्न बजाएर सुन्नु भनेर आँखा छैन भने मान्छे मारेर खोज्ने भनेर उसैले खाइदिउला जस्तो गर्छ हेर्नुहोस् त। आज मेरो श्रीमानले यति दुःख गरेर पैसा पठाएको छ, मैले यो पैसालाई मास्न हुँदैन, बरु यहाँ बाख्रा पालेर गाई भैँसी पालेर अथवा तरकारी खेती के गरेर हुन्छ, यो पैसालाई बढाएर बिचरा बुढा नखाइकन बस्यो होला, यही दुःख सुख साटेर बस्छु भनेर चाहिँ सोच आइदिएको भए सायद कुनै पनि श्रीमान फर्केर आउँछ भने चाहिँ श्रीमती घर छोडेर भाग्न पर्दैन थियो होला। श्रीमान आएर गर्दन काट्दै डिभोर्स गरेर सुन्न पर्थ्यो र पक्कै पनि सुन्न पर्दैन थियो क्या। त्यो दुःख नचिन्दाखेरि घर परिवार पनि बिग्रेको छ भन्नु खोजेको। उता बिरामी भयो भने हेरिदिने मान्छे पनि छैन होइन। अनि उता केही भयो भने यता पनि पिर उता पनि पिर गरेर किन बस्नुहुन्छ? यही ठाउँमा केही सिकेर आम्दानी बढ्ने काम चाहिँ गरिदिनुहोस् भनेर मैले हजुरहरूलाई चाहिँ अनुरोध गर्न खोजेको मात्र। हेर्नुहोस् त, आज जानेको जति भिड छ त्यो प्लेन ल्यान्ड हुँदा त्यसरी नै मान्छेका लासहरू चाहिँ झरिरहेको छ। त्यो कुरालाई पनि हामीले विचार गर्न चाहिँ पर्छ भन्नु खोजेको। उहाँलाई चिन्नुभयो? यो कौन बनेगा करोडपति भन्नेमा 7 करोड जितेको थियो कि यो मान्छे, सुशील कुमार भन्ने मान्छे। 7 करोड भएको मान्छे धनी हुनु पर्थ्यो पर्दैन थियो? पर्थ्यो नि। आज यो मान्छे कङ्गालपति छ हेर्नुहोस् त।
पुरस्कार पाएपछि खाने घुम्ने रमाउने कामै गरेन, खाँदा खाँदा पैसा सक्यो, रोडमा आइपुग्यो यो मान्छे। हेर्नुहोस् त, उहाँलाई चिन्नुभएको? अनिल अम्बानी, मुकेश अम्बानी नाम सुन्नुभएको? दाजुभाइ हो। बाउले बराबर सम्पत्ति भाग लगाइदिएको थियो। आज मुकेश अम्बानीलाई सबैले चिन्छ, अनिल अम्बानी को हो भने कसले पनि चिन्दैन। किन त त्यो सम्पत्ति पाउने बित्तिकै उसले के गर्न थाल्यो? घुम्ने, विदेश घुम्ने, खाम्ने, रमाउने। वा छोरीको बिहा, भारतमा जन्मेको छोरीको बिहा इङ्ल्यान्डमा गर्यो। हेर्नुहोस् त, त्यो यति मान्छेलाई बोलायो, जाने मान्छेलाई आउने जानेदेखि लिएर त्यो बिहामा जानेलाई 2 करोडको त घडी मात्र उपार दियो अरे। त्यो मसँग पैसा छ भनेर देखाउन खोज्यो। आज ऊ टाटपल्ट खाँदा खाँदा सकियो। मसँग पैसा छैन भनेर यो मान्छे बेपत्ता छ, ब्याङ्कको पनि कालो सूचीमा छ। हेर्नुहोस् त, अब दाइले के गर्यो? व्यापार व्यवसाय बढाउँदै लग्यो, अरबपतिको अरबपति नै छ हो। त्यही भएर यो वित्तीय साक्षरता भनेको हुने मान्छेलाई पैसा जोगाउनु पनि यसको ज्ञान चाहिन्छ के। पैसा हुँदैमा कोही पनि धनी बन्दैन, त्यसलाई जोगाउन सकेन भने त्यो मान्छे माथि पुग्न सक्दैन। त्यही भएर नहुनेलाई हुने हुनेलाई बचाउनको लागि पनि हामीले वित्तीय साक्षरताको चाहिँ ज्ञान लिन जरुरी छ भन्नु खोजेको। उहाँलाई चिन्नुभएको? चिन्नुभएको को? हाम्रै लमजुङकोमा जन्मेको शेष घले भनेको उहाँ नै हो। सामान्य परिवारमा जन्मेको मान्छे, घले गाउँमा जन्मेको मान्छे आज अस्ट्रेलियामा बस्नुहुन्छ। श्रीमान श्रीमती नै अरबपति हुनुहुन्छ उहाँहरू है। उहाँ भनेको विश्वको धनी व्यक्ति एलन मस्क भन्छ नि, उहाँ हो। उहाँसँग भएको पैसा यो पृथ्वीमा बाँडिदिने हो भने गरिब भन्ने मान्छे नै हुँदैन अरे। हेर्नुहोस् त, अब यो पैसा कमाएको 11 वर्ष मात्र भयो। सन् 2015मा यो मान्छे आफ्नो कम्पनी डुबेर टाक पल्टेको मान्छे 11 वर्षमा विश्व किने पैसा उसँग भयो। हेर्नुहोस् त, त्यो मान्छे फेरि त्यस्तो दुःख मेहनत गरेर पसिना बगाएको छैन क्या। यो सबै दिमागको खेल हो भन्नु खोजेको मात्र। सबै कुरा पुरानै कुरा बेचिएका छन्। तपाईँले ख्याल गर्नु न, अहिले मान्छे के गर्छन्? पहिला मान्छेहरू चाहिँ जाडोको महिना वरिपरि आफन्त बसेर आगो तापेर बस्दै बस्दैन थियो, बस्थ्यो नि। अहिले त्यसलाई मान्छेले के भनेर बेचेर खान्? क्याम्प फायर भनेर बेच्न थालेछन्। हेर्नुहोस् त, विदेश त हो नि एउटा गर्ने तरिका होइन र। पहिला त्यही चिया सिसाको गिलासमा पाइन्थ्यो, 10 रुपियाँ कपमा पाइन्थ्यो होइन। चिया पसल धेरै भयो भनेर राख्ने त्यही चिनी चियापत्ती नै हो कि होइन? चिनी चियापत्ती दुधै हो क्या अरे। मान्छेले चाहिँ ऊ माटोको भाँडा ल्याएर मड्का भनेर बेच्दै खान्, ऊ प्लास्टिकको गिलास भनेर बबल टी भनेर त्यसको भन्दा 5 गुणा 6 गुणा बढी मूल्यमा बेच्दै खान्छन्। छैन र? छ नि त। त्यही भएर हामीले पनि आइडिया लगाउनु पर्यो भन्नु खोजेको के। हामी जे गर्छौँ आफूले खाना मात्र गर्छौँ कि व्यावसायिक ढङ्गले गरेका छैनौँ। त्यो भएर आफ्नो सोचमा परिवर्तन ल्याउन सक्यो भने हामीले हाम्रा आवश्यकताहरू पनि पुरा गर्न सक्छौँ भन्न खोजेको मात्र। आज यो मान्छेले हामीले के भएर चिन्यौँ त? न आमापट्टिको न बाबापट्टिको, के भएर चिन्यौँ? धनी भएर चिन्यौँ। हामीलाई हाम्रै छिमेकीले नचिने कारण के रहेछ त? हाम्रै आफन्तले नचिनेको कारण के रहेछ त? कतिलो ज्वाइँ पाओस् भन्दा नपाइएको कारण के रहेछ त? कतिलो बुहारी पाओस् भन्दा पनि नपाइएको कारण के रहेछ? त्यही पैसा नभएर रहेछ। पैसा भयो भने सबै कुरा जुराउँछ कि, भगवान्ले जुराउने न, त्यो पैसाले जुराउँछ भनेर मैले हजुरहरूलाई भन्न खोजेको। अब त्यसलाई सबैले आफ्नो जिन्दगी परिवर्तन गर्न मन लाग्छ त? छ? बोल्नै नबोले त कसरी बोल्दै बोले तपाईँको मनको कुरा मलाई के थाहा त नि? अनि कसरी दिने मैले औषधि? हस्पिटल जाँदा नबोले जस्तै भयो नि त। सबैको छ? ल, छ भने 1 नम्बरको औषधि। आज जति पनि मान्छे धनी छन्, पैसा कमाएको छन्, उनीहरूको व्यक्तिगत जीवनमा हेर्दा उनीहरूले के गरेका छन् भने सबैले सपना देखेका छन्। हजुरहरूले पनि सपना देख्नु भएको छ? कुन बेला देख्नुहुन्छ सपना? कुन बेला? निदाको बेला देख्नुहुन्छ होइन? निदाको बेला मिठो मिठो खाइयो, रमाइलो ठाउँमा घुम्न गएको थियो भने उठ्न पनि मन लाग्दैन होइन र? हो, फरक यही हो। त्यो ठुलो धनी हुने व्यक्ति मान्छेले आँखा खोलेर सपना देख्छन्। हामी निदाको बेलामा देखेर मनको लड्डु घिउसँग खान्छौँ, त्यही भएर पुरा नभएको। यो सपना भनेको के हो त? तपाईँको लक्ष्य हो। तपाईँ कुन बाटो हिँड्ने भन्ने त्यो योजना हो, त्यो बाटो हो। त्यो तपाईँको चाहना पनि हुनसक्छ, आवश्यकता पनि हुनसक्छ। तपाईँ अगाडि बढ्ने, आफ्नो भविष्यलाई सुरक्षित गर्ने हो भने पहिला के गर्नु पर्यो? सपना देख्नु पर्यो। त्यस्तो आँखा खोलेर के सपना देख्नु भएको छ त हजुरहरूले? छ के देख्नु भएको छ? अब त्यो पनि छैन। यही आएको छ, गाह्रै छ भन्नु है। ल, मै भन्दै अब हो कि होइन मात्र भन्नु होला। जतिसुकै मेहनत गरेर एउटा आफ्नै सुन्दर घर होस् भन्ने चाहना छ कि छैन? छोराछोरीले राम्रो शिक्षा दीक्षा दिने चाहना छ कि छैन? 2 साल खानालाई गाह्रो नहोस्, मिठो खाना पाए हुन्थ्यो भन्ने छ कि छैन? चाडपर्व धुमधामले मनाउने रहर छ कि छैन? छोराछोरीको बिहा धुमधामले गर्ने चाहना छ कि छैन? बिहे वर्तमानमा हामी त गौर गर्नाले झक्कीझक्को भएर हिँड्न मन लागेको छ कि छैन? बुढेसकालमा पनि छोराछोरीले हेला नगरिदिउँ, माया गरिदिउँ भन्ने चाहना छ कि छैन? बुढेसकालमा तीर्थ धर्म व्रत गर्न मन लाग्छ लाग्दैन? सप्ताह पुराण लाउन भनेपछि त्यो सबै पहिला देख्न पर्यो क्या। हो, यस्तो सपना तपाईँसँग छ भने त्यहाँ जतिसुकै ज्योति मगर आओस् कि ज्योति मगरको खलकै आए पनि तपाईँ जानुहुन्न। किन? त्यहाँ गयो त पैसा खर्च हुन्छ। बरु यो पैसा जोगायो भने त के हुन्छ त? मेरो एउटा घरमा घर बनलाई एउटा इँटा भइ नै आउँछ, छोराछोरीको
फिस तिरेर पैसा पुग्छ, एक प्याकेट नुन भयो भने आउँछ, घरको मकै खान्छु रोटी खान्छु भनेपछि स्वास्थ्य पनि बच्यो, पैसा पनि बच्यो कि बचेन हो। त्यही भएर अगाडि बढ्न चाहनुहुन्छ नि एक नम्बरमा के गर्नु पर्दो रहेछ, सपना देख्नु पर्दो रहेछ। सपना भनेको के हो, लक्ष्य हो, चाहना हुनसक्छ, आवश्यकता हुनसक्छ, त्यो चाहिँ तपाईँमा हुन पर्यो। अब यो सपना पुरा गर्न हामीलाई के चाहिन्छ, पैसा चाहिन्छ है। सबै सपना एकैचोटि पुरा गर्न सकिँदैन। फेरि मस्त देखेर आउने अर्को सालमा सरले सपना देखेर भन्यो मेरो त एउटा नि पुरा भएन भन्नु होला। एकमा के गर्ने, दुईमा के गर्ने, तिनमा के गर्ने, चारमा के गर्ने योजना बनाउनुहोस् है। आफ्नो क्षमता अनुसारको बनाउनुहोस्। 50 लाख 20 लाख 1 करोड कतिको बनाउने हो, आम्दानी अनुसार बनाउनु। अब कसरी बनाउने चाहिँ म यहाँ हजुरहरूलाई सिकाइदिन्छु। हेर्नुहोस् त, यहाँ अब मैले 32 लाखको हजुरहरूलाई बुझाउन 32 लाखको सपना बनाएको छु। अब कसरी पुरा गर्ने भन्दा हेर्नुहोस् त, एक नम्बरमा जहिले पनि आम्दानी हुने कुरालाई राख्नुपर्छ है। 1 वर्षमा 2 लाख जम्मा गरेर व्यवसाय गर्ने, 2 वर्षमा 3 लाख जम्मा गरेर स्कुटर किन्ने, 7 वर्षमा 6 लाख जम्मा गरेर छोराछोरी पढाउने, 8 वर्षमा 8 लाख जम्मा गरेर घडेरी किन्ने, 10 वर्षमा 10 लाख जम्मा गरेर घर बनाउने, 25 वर्षपछि बुढाबुढी भइन्छ 3 लाख भने बुढेसकालको सहारा बन्छ भन्नुभयो भने अब 1 वर्षमा एकैचोटि 2 लाख जम्मा गरेर सकिन्छ सकिँदैन। के गर्नु पर्यो, त्यसलाई दिनमा लानु पर्यो। दिनमा लगाएपछि कम पर्छ कि पर्दैन, पाउँछ नि त। 1 वर्ष भनेको 365 दिन, 2 लाखलाई 365 भाग गर्दा महिनाको दिनको 548 जम्मा गर्नु भने 1 वर्षमा 2 लाख जम्मा गरेर व्यवसाय गर्न सक्यो। त्यस्तै गरेर 2 वर्ष भनेको 730 दिन भयो, दिनको 411 जम्मा गर्नुभयो भने 2 वर्षमा स्कुटर पनि किन्न सक्यो। त्यस्तो गरेर दिनको 235 बचाउनु भने 7 वर्षमा 6 लाख जम्मा भएर छोराछोरी पढाउनु पनि गाह्रो भएन। दिनको 274 बच्यो भने 8 वर्षमा घडेरी पनि किनियो। दिनको 274 बच्यो भने 10 वर्षमा 10 लाख जम्मा भएर घर पनि बनाउन सकियो भने दिनको 33 रुपियाँ बचाउनु भयो भने 25 वर्षमा बुढेसकालको सहारा पनि हुने भयो। अब तपाईँलाई जिन्दगी यदि 32 लाखको देख्नुभयो भने दिनको 1775, महिनाको 53,250 चाहियो। अब सपना पुरा गर्न सकिन्छ, 1735 जम्मा गर्न सकिन्छ, 75 रुपियाँ सकिन्छ। कहाँबाट सकिन्छ, सकिँदैन सत्य कुरा भन्नुपर्दा, तर सकिन्छ तपाईँले चाहनुभयो भने। हामी सबैको एउटा होइन एउटा खराब बानी छ कि छैन? कसैको चिया खाने बानी छ, कसैको चुरोट खाने बानी छ, कसैको सुर्ती खाने बानी छ, कसैको गुट्खा खाने बानी छ। यो खाएर तपाईँले कति राम्रो चुरोट खानुभयो कसरी भने खा भोलि टिबी हुने कारण पनि यही हो किन, क्यान्सर हुने कारण पनि यही हो किन, हो नि त होइन हो। त्यो भएर तपाईँले यो छोड्नुभयो भने दिनको 2टा तपाईँले चिया 2 कप चिया कम गर्न सक्नुभयो भने कति बच्यो त, 20 दुना 40 रुपियाँ बच्यो कि बचेन, महिनाको 1200 बच्यो होइन। अब चुरोट खाने बानी हुनेले दिनको 2टा चुरोट कम गरिदिनु भयो भने कम्ती भने अहिले एउटा चुरोटको त 20 रुपियाँ पर्छ, 2टा भने 40, 12 2400 त्यो पनि बच्यो होइन। अब दिदीबहिनीले खाना पकाउँदा एक मुठी चामल निकालिदिनुहोस्। 1 मुठी चामल निकालेर कसैको आधा पेट हुन्छ, हुँदैन नि। एक मुठी निकालेको चामल पनि महिनामा 60 मुठी भयो, 1.5 केजी चामल बच्यो कि बचेन। तरकारी पकाउँदा एउटा आलु कम गरिदिनुहोस्। एउटा आलु कम गरिदियो भने के भयो त, तपाईँको महिनामा 60वटा भयो, 3-4 केजी आलु पनि बच्यो कि बचेन, त्यहाँबाट पनि बच्यो। अब हाम्रो दिदीबहिनी बेला बेलामा फेरि पार्लर जानुहुन्छ, के गर्न जानुहुन्छ, यो मिलाउन जानुहुन्छ हो। कति रुपियाँ पर्छ यसको, 50 वर्ष भन्नुभएको छ होइन। यो बुढी तिम्रो यो साह्रै लामो भएछ, यो के भन्छ थ्रेडिङ होइन, थ्रेडिङ गरेर आऊ भनेर बुढाले भन्नुभयो र होइन नि त भने। अनि तपाईँ यहाँ थ्रेडिङ गर्न थाल्नुभयो, मेकअप गरेर हिँड्न थाल्नुभयो भने श्रीमानले तपाईँलाई जिस्काउँछ कि बाटो मान्छे हिँड्ने मान्छे जिस्काउँछ त, बाटोमा हिँड्ने। अनि तपाईँको जीवनमा श्रीमानले जिस्काउनु पर्ने हो कि बाटोमा हिँड्ने मान्छे जिस्काउनु पर्ने हो, तपाईँलाई श्रीमानले जिस्काउनु पर्ने हो नि हो भने तपाईँले त्यो श्रीमानले भनेको छ भने त जानुहोस्, होइन भने त्यो 50 रुपियाँ पनि जोगाउनुहोस्। भोलिपछि घर राम्रो भनेपछि त मान्छे पनि त राम्रै हुनु पर्यो नि त हो, त्यति बेला जानुहोस् भन्नु खोजेको मात्र। तर ऋण खोजेर फजुल खर्च गर्ने काम नगर्नुहोस्। यस्ता तपाईँले फजुल खर्च रोक्न सक्नुभएछ भने पनि के गर्न सक्नुहुन्छ, तपाईँले आफ्ना यो योजनाहरूलाई सफल बनाउनु चाहिँ मद्दत पुग्छ भनेर मैले हजुरहरूलाई उदाहरण मात्र दिन खोजेको है। अनि अर्कोतिर अब यति पैसा चाहिन्छ, 1775 चाहिन्छ भन्नुभयो भन्ने हिसाब पनि आयो। अब त्यो पनि कि छैन भनेर हेर्नलाई के गर्नु पर्यो, बजेट बनाउनु पर्यो। अब सरकारले बजेट भाषण ल्याउँछ कि ल्याउँदैन, हरेक वर्ष उसले बजेट भाषण लिएर आउँछ भने अब हामीले पनि बजेट बनाउनु पर्यो। बजेट भनेको आम्दानी र खर्चको विवरण हो। हामीले के बनाउनु पर्यो, पारिवारिक बजेट। यो ऐना हेर्दा आफ्नो रूप देखे जस्तै हो, यो बजेट बनाउनु पर्यो। तपाईँले ऋण लिएर के गर्नुपर्छ, कसो गर्नुपर्छ भन्ने कुरा बाटो देखाउँछ क्या। यो बनाउनलाई गाह्रो छैन। सबै सदस्य बनाउनु, एकातिर आम्दानी भनेर लेख्नुहोस्। आम्दानी केबाट हुन्छ, दुध बेचेर हुन्छ कि होइन, तरकारी खेती गरेर हुन्छ कि, बाख्रा बेचेर, कुखुरा बेचेर, जागिर खाएर केबाट घरभित्र पैसा आउँछ एकातिर लेख्नुहोस्। अनि घरबाट बाहिर जाने पैसा पनि त हुन्छ नि, हुँदैन? केमा हुन्छ, खानामा हुन्छ, नुन तेल चिनी चियापत्तीमा होला होइन, रिचार्जमा होला, बत्तीको बिल बन्नुला, छोराछोरीको फिस तिर्नु पर्ला, ऋणको किस्ता तिर्नु पर्ला, कतै बचत गर्नु पर्ला, बिमा गर्नु भयो होला, लत्ता कपडा होला, चाडपर्व मनाउनु पर्यो, खर्च हुन्छ कि हुँदैन हो। त्यो खर्च एकातिर लेख्नुहोस्। हेर्नुहोस् त अब यहाँ पनि बनाउँदा के छ, आउने बाटो 29,000, जाने बाटो 30,300 छ। आउने बाटो बढी भयो कि जाने बाटो बढी भयो? अनि जाने बाटो बढ्यो भने तपाईँको सपना पुरा हुन्छ, हुँदैन है। तर जहिले पनि
आउने बाटो चाहिँ बढी हुन्छ। अनि यसरी बनाएको चाहिँ के थाहा भयो त, यहाँनिर हाम्रो चाहिँ के रहेछ त, हाम्रो के देखियो भन्दा यो हाम्रो चाहिँ यहाँ चाहिँ टेलिफोनमा चाहिँ मोबाइलमा चाहिँ सबैभन्दा बढी खर्च देखियो। हेर्नुहोस् त 1800 देखियो। अब बजेट बनाएपछि के गर्न सक्यो त, 1800 खर्च हुन्छ भने अब मोबाइलबाट थोरै कुरा गर्नुपर्छ भन्ने कुरा बुझ्यो कि बुझेन। अनि बुढाबुढी बिच नै सल्लाह गर्नु न, अब 1 घन्टी बज्यो भने म घर आउँछु भनेर बुझ बुढा, 2 घन्टी बज्यो भने आउँदिनँ, 3 घन्टी बज्यो भने खाना पकाउने भनेर बुझ भन्यो भने त्यो बोल्ने पैसा बच्यो कि बचेन हो। त्यही भएर बजेट बनाउनुहोस् भनेको कारण नै त्यही हो। हेर्नुहोस् त आज हाम्रो सपनालाई मार्ने कुरा त यही हो। मान्छेलाई जाँड रक्सी चुरोट खानलाई कुनै बार चाहिन्छ, कुनै पर्व चाहिन्छ, एक्लै हुँदा नि खाइदिएछ, साथीभाइ हुँदा नि खाइदिएछ, जुन बेला पनि खाइदिएछ, त्यो खाएर बलियो त कोही पनि भएको छैनन्। आज यो मान्छेलाई जाँड रक्सीमा भन्दा पनि सबैभन्दा मान्छेको बढी खर्च केमा छ थाहा छ? मोबाइलमा छ। अहिले तपाईँहरूसँग यहाँ मोबाइल हातमा छ, त्यो मोबाइल त्यसै चल्छ? त्यो बोल्नलाई के गर्नुपर्छ? रिचार्ज गर्नु पर्यो होइन। अनि त्यहाँबाट कुरा गर्दै गएपछि त्यसको चार्ज सकिन्छ, केमा जोड्नु पर्यो? बिजुलीमा जोड्नु पर्यो, बिजुलीको बिल बढाइदिन्छ होइन। अनि त्यसमाथि तपाईँले कहिले फेसबुक चलाउनु पर्यो, टिकटक चलाउनु पर्यो, नेट जोड्नु पर्यो, खर्च भयो कि भएन? हो। खर्च हुने कुरालाई चाहिँ कसरी राख्नु भएको त, बिग्रेला भनेर कभर पनि राख्नु भएको, सिसा केरिन्छ भनेर टेम्पर ग्लास पनि राख्नु भएको, अलिअलि फोहोर भए पनि नयाँ कपडाले फु गर्दै सफा गर्दै दुध र भात खुवाएर पाल्नु भएको। हेर्नुहोस् त है, फेरि नराम्रो त होइन, तर हामी त पायो भने 24 घन्टा मोबाइल चलाउन पुग्यो भन्नु खोजेको। त्यसको राम्रो कुरा पनि त छ कि छैन र? टाढा टाढा हुँदा कुरा गर्न पाइन्छ, गाडी भाडाको कुरा पनि निम्ता दिन पनि सजिलो छ, हरेक कुराको जानकारी लिनु त सजिलो छ, तर आवश्यकताभन्दा बढी चलाउनु भन्नु खोजेको मात्र। आज तपाईँले पनि हेर्नुहोस्, तपाईँको छोराछोरीलाई त्यो मोबाइल के अरे होमवर्क गराउनलाई, स्कुल पठाउनलाई म गेम खेल्न दिनुपर्छ भनेर फकाउनु पर्ने अवस्था आएको छ। खाना खुवाउनलाई त त्यो मोबाइल दिनुपर्ने अवस्था आएको छ। भोलि यसले गर्दाखेरि आज त्यो सानो बच्चाहरूले भने मान्छेको यो मान्छेभन्दा ठुल्ठुलो चस्मा लाउनु परेको अवस्था चाहिँ के हो? धेरै त्यो मोबाइल खेलेर तपाईँले टिभीतिर हेर्नु होला, कति मान्छे त्यो मोबाइलको लत लागेर PUBG फ्री फायर खेलेर बाटोतिर पनि गर्दै त्यो गोली हान्दै हिँडेको अवस्था पनि देखिएको छ। अब सानो मान्छेको त कुरै छोड्दैन, ठुलो मान्छे पनि उहाँ भाइरल हुनलाई रुख चढ्ने भिड चढ्ने गरेर उल्टेर मरेको पनि सबलाई देखाएको छौँ त, हामीले टिभी समाचारतिर सुनिरहेको छौँ नि त। त्यस्तो अवस्था आएको छ भने यो मोबाइलले गर्दा मान्छेलाई नाटक गर्न पनि धेरै सिकाएको छ। पहिला पहिला हाम्रो बाबुबाजे पनि घुम्न जानुहुन्थ्यो, फोटो खिचेर ल्याउनुहुन्थ्यो, भित्तामा झुन्ड्याउनुहुन्थ्यो, साथीभाइ भेटेर कति रमाइलो भएको थियो भने त्यति बेलाको सबै कहानीको वर्णन हुन्छ भने अबको मान्छेले, पहिलाको मान्छेले अन्त बढी फोटो खिच्दैन, खिच्छ नि, त्यो फोटो अहिले भित्तामा झुन्डिन्छ, झुन्डिँदैन। कहाँ झुन्डिन्छ? त्यो मोबाइलमा झुन्डिन्छ है। अनि पहिला हेर्नुहोस्, फोटो खिच्दा पनि बिहानी भएर हात पनि यसरी राखेर फोटो खिच्थे। अहिले त्यसरी फोटो खिचेर देख्नु भएको छैन। अहिलेको मान्छेले त्यसरी फोटो खिचेर एउटा लाइक पनि आउँदैन, एउटा कमेन्ट पनि आउँदैन। अनि कसरी खिच्छ त अहिलेको मान्छेले फोटो गरेर फोटो खिच्नु पऱ्यो होइन। खिच्यो कहाँ राख्यो? त्यही फेसबुकमा राख्यो, अनि कति लाइक आयो, कति कमेन्ट आयो हेर्नु पऱ्यो। अरू बेला भ्याइँदैन, अनि कुन बेला हेर्ने त? खाना पकाउँदै हेर्नु पऱ्यो, अनि तरकारी पकाउँदै हेर्दाखेरि एउटाले चाहिँ कति राम्री भनेर लेख्थ्यो भने के हुन्छ? मलाई राम्ररी लेख्ने को रहेछ भनेर खोज्दै तरकारी डढे थाहा हुन्न, छोराछोरी लड्यो भने थाहा हुन्न, बाख्रा फुकेर गएर अर्काको बाली खाइदियो भने त्यो सुत्दा थाहा हुन्न। बेलुका आएर बुढाले के हो तरकारी डढेछ नि भन्यो भने त नडढेको खानाले त अर्को बिहा गर न भनेर त्यो पनि सिकाइदिएको जस्तो आज है। आज मान्छेले कुकुर पाल्न जाने खान, त्यो मोबाइल पाल्न जाने छ, तर गाई भैँसी बाख्रा पाल्न जाने छैनन् कि। त्यो पाल्यो भने त आफ्नो जिन्दगी चल्थ्यो नि त। हो, चाहिने भन्दा खर्च गर्ने कुरालाई पालेको भएर आज हाम्रो दुःख छ। त्यही भएर हरेक दिन हजुरहरूले आफ्नो जिन्दगी राम्रो बनाउन चाहनुहुन्छ भने मेरो आज केमा खर्च भयो भने प्रत्येक दिन हिसाब लिने गर्नुहोस्। अनि नराम्रो कुरामा भएको खर्चलाई घटाउन सिक्नु भयो भने तपाईँको पैसा बच्छ।